गाडी चढ्दा हिँड्नु हिँड्नु जानु जानु अगाडि हामी आज अर्लीमा छौँ। हिँड्नु हिँड्नु कहाँ हो बाबा अर्ली आज हामी अड्लीमा छौँ। कहाँ जानु
छैन साउली बजारको बुवा त्यो विद्युत चोक छ नि हाम्रो घर विद्युत चोक छ नमस्कार नमस्ते बा हामी पोखरा हजुर ए तपाईँको घर पारी पर्यो हाम्रो वारी पऱ्यो कि भरतपुर किशनपुर भन्नु होइन हाम्रो स्याउली बजार भयो किशनपुर कहाँ सनराइजनिर हो पिपल चोक परेन माछापुछ्रे चोक बिचमा पऱ्यो ए हुन्छ हुन्छ ल बुवाहरू जानुभएको बर्मा अनि तपाईँ बर्मामा जन्मिनु भएको तपाईँलाई केही याद छ बर्माको बारेमा एउटा भन्नु न भन्नु घोडाको सिन्ताङ भन्ने ठाउँमा जन्म भएको है अनि त्यहाँबाट हामी कलौ आएर बस्यो अनि त्यहाँबाट नाङखो भन्नेमा गएर बस्यो है हजुर नाङखोबाट बुवा बित्नु भएको हजुर बितेपछि अनि चिया गरेपछि एक दुई वर्षपछि कलौ भन्ने आएर बस्यो कलौ बर्माको कलौ भन्ने ठाउँ ए अनि कलौ भन्ने बस्यो हजुर हजुर एक वर्ष जति कलौ बस्यो कलौ बसेपछि अनि त्यहाँबाट नेपाल आइयो कति सालको कुरा हो नेपाल चाहिँ 18 साल 2018 सालको कुरा है के याद छ त तपाईँलाई अनि त्यहाँबाट 18 साल यहाँ आइयो प्लेनमा त आउनु भयो नि कलकत्ता आइयो ए भनेपछि बर्माबाट हजुरहरू कलकत्ता आइपुग्नु भयो कलकत्ता आइयो कलकत्ताबाट अनि रेल चढेर कलकत्ता 15 दिन बस्यो ए कलकत्ता 15 दिन बस्नुभयो अनि त्यस पछाडि तपाईँ रेल चढेर नेपाल आउनुभयो नेपाल आइयो नेपालको कुन ठाउँमा आइपुग्नु भयो नेपालमा यहाँ रेल चल्छ नेपाल होइन पहिला त जनकपुरसम्म त रेल थियो नि होइन र नौतुना नौतुनासम्म हुनुभयो कहाँ जनकपुर यता आउँछ ए आउँथेन ए भनेपछि तपाईँ कलकत्ताबाट नौतुनासम्म ट्रेनमा आउनुभयो अनि त्यसपछि रेक्सामा कहाँसम्म आइपुग्यो भैरवा ए भैरवा रिक्सामा त्यहाँबाट उसमा बुटोल आउनुभयो अनि कहाँ जानुभयो बुटोल आएर त्यहाँबाट हिँडेर खोइ उकालो हिँडेर है खुट्टा फुलाइ मावला पुग्यो मावला कहाँ पुग्नु भयो दिगम कुन ठाउँ दिगम भिडी खोलाहरू मास्तिर अनि दिगम पुग्यो मावला बस्यो अनि त्यसपछि बुढा मावली गुहाएर गइयो बुढा मावली भण्डारी गइछन् आमा त पानीकी छोरी हुनुहुन्छ हजुर हजुर भण्डारा ए अनि कति वर्षमा हजुरले बिहा गर्नुभयो त बिहा गरेको खै 30 वर्ष 25-30 वर्ष कति अनि तपाईँको छोराहरू कहाँ जन्मिनु भयो त जमिन अवस्थामा जन्मिनुभयो के हो नि उहाँहरूको नाम कान्छी भाइ के हो नि उहाँहरूको नाम चाहिँ हजुर विक्रम कृष्ण अनि मनु ए हजुरको 4वटा छोरी छोराछोरी मध्ये चाहिँ कान्छी चाहिँ कहाँ जन्मिदियो नेपालमा अनि अहिले कहाँ छन् त उनीहरू ए दुईजनै अस्ट्रेलिया छन् अनि हजुरको छोराहरू एउटा जापान एउटा काठमाडौँ ए अनि हजुर अहिले कहाँ हुनुहुन्छ त अस्ट्रेलिया अनि कुन ठाउँमा हुनुहुन्छ अस्ट्रेलियाको कोकरा सिडनीमा हुनुहुन्छ हजुर ए ल त ल धेरै धेरै धन्यवाद हजुरलाई